वार्षिकोत्सव है हजुर आज हाम्रो अस्पतालको वार्षिकोत्सव त्यही भएर यसो खेल्नु दिनुभयो है त आज हाम्रो वार्षिक उत्सव हो क्या हाम्रो हस्पिटलले पनि सहयोग गरेको छु यो हस्पिटलको आज सुन्नु है के भएको तिमीलाई हातो भएको लडेको आज चाहिँ यो हस्पिटलको वार्षिक कार्यक्रम अनि त्यो कार्यक्रममा यसो बिरामीहरूलाई चाहिँ अलिकति हाम्रो वितरण लाग्नुहुन्छ। हाम्रो अतिथिज्यूहरूलाई सबैलाई खाना लगाइदिनको लागि मैले आमन्त्रण गर्न चाहे। आजको यस विशेष अवसरमा यहाँको गरिमामय उपस्थितिले हामीलाई अत्यन्त खुसी गौरवान्वित बनाएको छ। आफ्नो व्यस्त समयको बावजुद हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस समारोहमा उपस्थित हुनुभएका सम्पूर्ण अतिथि तथा शुभेच्छुक महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। आदरणीय महानुभावहरू, आज हामी यस अस्पतालको 28 वर्षको गौरवपूर्ण यात्रालाई सम्झँदै र आगामी यात्राका लागि नयाँ सङ्कल्प गर्दैछौँ। 28 वर्ष केवल समयको गणना होइन, यो लाखौँ बिरामीको उपचार, असङ्ख्य शल्यक्रिया, धेरै चुनौती, निरन्तर सिकाइ र सम्पूर्ण अस्पताल परिवारको समर्पणले बनेको यात्रा हो। हामीले यी वर्षहरूमा केवल अस्पतालको भवन र पूर्वाधार विकास गरेका छैनौँ, हामीले बिरामीको विश्वास निर्माण गरेका छौँ। बिरामीले हामीमाथि विश्वास गर्नुभयो, परिवारहरूले हामीमाथि भरोसा गर्नुभयो, सहयोगी तथा साझेदार संस्थाले हाम्रो उद्देश्यमा विश्वास गर्नुभयो र हाम्रो सम्पूर्ण अस्पताल परिवारले सेवाको भावनालाई आफ्नो जिम्मेवारीको रूपमा स्वीकार गर्यो। यही विश्वास हाम्रो सबैभन्दा ठुलो शक्ति हो। नेपाल अपाङ्ग सङ्घ, नेपाल अर्थोपेडिक अस्पतालको मूल उद्देश्य सधैँ स्पष्ट छ कि गुणस्तरीय अर्थोपेडिक तथा ट्रमा सेवा आवश्यक पर्ने नागरिकसम्म पुर्याउने र आर्थिक अवस्था वा सामाजिक कारणले कुनै पनि व्यक्ति उपचारबाट वञ्चित हुन नदिने। हाम्रो लागि स्वास्थ्य सेवा केवल एउटा पेसा होइन, यो मानवीय जिम्मेवारी हो। अर्थोपेडिक उपचारले केवल पेन रिलिफ गर्ने होइन, यसले मानिसलाई फेरि हिँड्न, काम गर्न, आफ्नो परिवारमा फर्किन र आत्मनिर्भर जीवन बिताउन सक्षम बनाउँछ। एउटा बिरामी पुनः हिँड्न थाल्नु, एउटा बालक अथवा बालिका पुनः खेल्न सक्नु वा एउटा वृद्ध व्यक्ति आफ्नो दैनिक जीवनमा आत्मनिर्भर बन्न सक्नु, यिनै हाम्रो सेवाका वास्तविक उपलब्धि हुन्। त्यसैले हाम्रो लक्ष्य केवल रोगको उपचार गर्नु होइन, व्यक्तिको जीवन र जीवनको गुणस्तर पुनर्स्थापित गर्नु हो। आधुनिक सेवामा प्रविधि र विशेषज्ञता आवश्यक छन्, तर त्यससँगै बिरामीले सम्मान, सहानुभूति, सुरक्षित उपचार र सही जानकारी पनि पाउनुपर्छ। त्यसैले आगामी दिनमा
हामी पेसेन्ट सेन्टर केयरलाई अझ मजबुत बनाउँदै लैजानेछौँ। हाम्रो लागि बिरामी एउटा मेडिकल केस अथवा नम्बर मात्र नभएर उहाँ एउटा परिवारको सदस्य हुनुहुन्छ। उहाँसँग आफ्ना सपना, जिम्मेवारी र भविष्य छ। त्यसैले अस्पतालमा प्रवेश गरेको क्षणदेखि नै उपचार पुरा गरेर घर फर्किने समयसम्म बिरामीलाई सुरक्षित, सम्मानजनक र सकारात्मक अनुभव दिनु हामी सबैको सामूहिक जिम्मेवारी हो। आदरणीय महानुभावहरू, हाम्रो सेवा अस्पतालका 4 किल्लाभित्र मात्र सीमित हुनु हुँदैन। गरिब, विपन्न, असहाय, अपाङ्गता भएका तथा स्वास्थ्य सेवामा पहुँच कम भएका समुदायसम्म पुग्नु पनि हाम्रो सामाजिक जिम्मेवारी हो। विगतमा विभिन्न स्वास्थ्य शिविर, सामुदायिक कार्यक्रम तथा आउटरिच सर्भिसेस मार्फत हामीले सेवा समुदायसम्म पुर्याउँदै आएका छौँ। आगामी दिनमा स्थानीय सरकार, सामाजिक संस्था, रोटरी तथा राष्ट्रिय अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्दै यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने हाम्रो प्रतिबद्धता। हामी विश्वास गर्छौँ जहाँ स्वास्थ्य सेवाको आवश्यकता छ त्यहाँ हाम्रो पहुँच पुग्नुपर्छ। आज अस्पतालले प्राप्त गरेको उपलब्धि कुनै एक व्यक्ति अथवा नेतृत्वको मात्र उपलब्धि होइन। यो संस्थापकहरूको दूरदृष्टि, सञ्चालक समितिको नेतृत्व, पूर्व अध्यक्ष तथा पदाधिकारीहरूको योगदान, पूर्व मेडिकल निर्देशकहरूको मार्गदर्शन र सम्पूर्ण अस्पताल परिवारको निरन्तर मेहनतको परिणाम हो। यस अवसरमा म सम्पूर्ण चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, प्रशासनिक, प्राविधिक तथा सहयोगी कर्मचारीप्रति विशेष सम्मान र कृतज्ञता व्यक्त गर्दछु। एउटा सफल शल्यक्रियाको पछाडि सर्जन मात्र हुनुहुन्न, त्यसमा एनेस्थेसियोलोजिस्ट, नर्सिङ टिम, अपरेसन थिएटर टिम, रेडियोलोजी, ल्याबोरेटरी, फार्मेसी, फिजियोथेरापी, एडमिनिस्ट्रेसन लगायत सबैको योगदान रहेको हुन्छ। त्यसैले हामी गर्वका साथ भन्न सक्छौँ, आवर सक्सेस इज नट एन इन्डिभिजुअल एचिभमेन्ट, इट इज अ कलेक्टिभ एचिभमेन्ट। र यही सामूहिक भावना हाम्रो संस्थाको सबभन्दा ठुलो शक्ति हो। हाम्रो 28 वर्षको यात्रामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूको योगदान पनि अत्यन्त महत्त्वपूर्ण रहेको छ। विभिन्न विशेषज्ञ टोली, स्वयंसेवी संस्था तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यले हामीलाई विशेषज्ञ सेवा प्रदान गर्न मात्र होइन, ज्ञान, सिप, प्रविधि र अनुभव आदान प्रदान गर्न पनि महत्त्वपूर्ण अवसर दिएको छ। आगामी दिनमा यस्ता सहकार्यलाई एजुकेसन, रिसर्च, क्यापासिटी बिल्डिङ, नलेज एक्सचेन्ज र सस्टेनेबल पार्टनरसिपका रूपमा अझ विस्तार गर्ने हाम्रो उद्देश्य छ। आदरणीय महानुभावहरू, अब हामीले विगतलाई मात्र हेरेर बस्नु हुँदैन। हामीले भविष्यतर्फ पनि स्पष्ट दृष्टिकोण राख्नुपर्छ। हाम्रो लक्ष्य नेपाल अपाङ्ग सङ्घ, नेपाल अर्थोपेडिक अस्पताललाई अझ गुणस्तरीय, सुरक्षित, आधुनिक, बिरामी मैत्री र उत्कृष्ट अर्थोपेडिक तथा ट्रमा प्रदान गर्ने संस्थाका रूपमा विकास गर्नु हो। यसका लागि आधुनिक प्रविधि र उपकरणको विस्तार, बिरामी सुरक्षा सेवाको गुणस्तर सुधार, जनशक्तिको क्षमता विकास, पूर्वाधार स्तरोन्नति, रिहेबिलिटेसन सेवाको विस्तार, शिक्षा तथा प्रोफेसनल डेभलपमेन्ट, क्लिनिकल रिसर्च, डिजिटल हेल्थ र समुदायमा आधारित स्वास्थ्य सेवामा हामीले विशेष ध्यान दिनेछौँ। हामी अस्पताललाई उपचारको केन्द्र मात्र होइन, उपचार, पुनर्स्थापना, शिक्षा, अनुसन्धान, नवप्रवर्धन र सामाजिक उत्तरदायीलाई एकीकृत गर्ने उत्कृष्ट संस्थाका रूपमा विकास गर्न चाहन्छौँ। हाम्रो सफलता केवल कति बिरामी उपचार भए वा कति शल्यक्रिया भए भन्ने आधारमा मात्र मापन हुनु हुँदैन। हाम्रो वास्तविक सफलता त्यति बेला हुनेछ जब उपचारपछि बिरामी आत्मविश्वासका साथ आफ्नो परिवारमा फर्कन सक्नेछन्, जब दुर्घटनामा परेको व्यक्ति पुनः हिँड्न सक्नेछ, जब आर्थिक अभावका कारण कुनै बिरामी उपचारबाट वञ्चित हुनुपर्ने छैन र जब अपाङ्गता भएका व्यक्तिले उपचारसँगै सम्मान, अवसर र समाजमा समान सहभागिता प्राप्त गर्न सक्नेछन्। बिरामीको जीवनमा ल्याएको सकारात्मक परिवर्तन नै हाम्रो सबभन्दा ठुलो उपलब्धि हुनेछ। आदरणीय महानुभावहरू, 28 वर्षको यात्रा हाम्रो लागि गौरवको विषय हो, तर यो अन्तिम गन्तव्य होइन, यो नयाँ यात्राको सुरुवात हो। हामी विगतका उपलब्धिबाट प्रेरणा लिनेछौँ, चुनौतीबाट सिक्नेछौँ, नयाँ प्रविधि र ज्ञानलाई आत्मसात गर्नेछौँ, तर सेवाको मूल भावना र मानवीय संवेदनशीलतालाई कहिल्यै गुमाउने छैनौँ। आउनुहोस् हामी सबै मिलेर यस्तो संस्था निर्माण गरौँ जहाँ उत्कृष्टता हाम्रो पहिचान होस्, सेवा हाम्रो संस्कार होस्
मानवीयता हाम्रो मूल्य होस्, नवपरिवर्तन हाम्रो सोच होस् र बिरामीको मुस्कान हाम्रो सफलताको मापदण्ड होस्। र यसै क्रममा मैले हाम्रो अस्पतालले अघिल्लो वर्ष गत वर्ष गरेको विभिन्न एक्टिभिटिजको बारेमा बुदागत रूपमा भन्न चाहन्छु। गत वर्ष हामीले 75,422 जना ओपिडी बिरामीको चेक गऱ्यौँ। सर्जरी 2,543 जना भएको थियो र च्यारिटी हामीले आंशिक र पूर्ण छुट गरेर 76,73,392 रुपियाँको च्यारिटी सेवा प्रदान गरेका छौँ। र अस्पतालले विभिन्न जिल्लामा 3वटा जिल्लामा ओखलढुङ्गामा 590 जना, जिरीमा 456 जना र झापामा 405 जना बिरामीको निःशुल्क जाँच, त्यो चाहिँ ओपिडी निःशुल्क ओपिडी सेवा थियो। गत वर्ष यस गोकर्णेश्वर नगरपालिकाको अनुदानबाट निर्मित अस्पताल प्रशासनको पनि हस्तान्तरण भएको थियो, जुन अहिले भर्खर हामी त्यता देख्न सकिन्छ। र यसै वर्ष स्वास्थ्य मन्त्रालयबाट 30 लाख बराबरको उपकरण खरिद गरियो, जुन गोकर्णेश्वर नगरपालिका मार्फत हामीलाई आउँछ त्यो अनुदानहरू। प्रदेशबाट 20 लाख बराबरको उपकरण खरिद अनुदान दिएको थियो। गोकर्णेश्वर नगरपालिकाबाट 25 लाख बराबरको भवन निर्माण तथा उपकरण खरिदको अर्को त्यो भनेको वार्ड निर्माणको लागि गरिएको थियो। त्यस्तै वडा नम्बर 5बाट 14,50,000 बराबरको सहयोग आएको थियो ल्याबको लागि। वडा नम्बर 6बाट 6 लाख बराबरको बिरामी तथा बिरामी पुरुषलाई नुहाउने र लुगा धुने ठाउँको निर्माण। वडा नम्बर 7बाट 5 लाख बराबरको बिरामी बस्ने कुर्सी खरिद तथा वडा नम्बर 9को आर्थिक सहयोगबाट 3वटा पेसेन्ट मोनिटरको अनुदान प्राप्त भएको थियो। यसै कारण हामीले विशेष गरी हाम्रो स्थानीय निकायहरूलाई यस अस्पतालको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। र विदेशबाट यस अस्पतालमा अपरेसन वाक सिकागो, जुन अमेरिकाको टिम हो, जसले 43वटा कृत्रिम घोडा फेरेको थियो नोभेम्बर महिनामा। त्यस्तै गरेर हिलिङ द चिल्ड्रेन, यो पनि युएसकै एउटा विदेशी संस्था हो। यसले अस्पतालमा 32 जना कुर्कुच्चा तथा पैतालाका बिरामीको शल्यक्रिया गरिएको थियो। र त्यसै गरेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, जुन हामीसँग आङ्गिक रूपमा सम्झौता भइसकेको छ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेजसँग साझेदारी गरी यहाँ रेजिडेन्ट विद्यार्थीहरूको शिक्षण सिकाइको कार्यक्रम पनि सञ्चालन गरिएको छ। र अन्त्यमा आजको यस गरिमामय समारोहमा अमूल्य समय प्रदान गरी हाम्रो खुसीमा सहभागी हुनुभएका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, सञ्चालक समितिका पदाधिकारीज्यूहरू, पूर्व पदाधिकारीज्यूहरू, चिकित्सक तथा स्वास्थ्यकर्मीहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी संस्थाहरूका प्रतिनिधिहरू, सहयोगी संस्थाहरू, सञ्चारकर्मी मित्रहरू तथा सम्पूर्ण शुभेच्छुक महानुभावलाई पुनः एकपटक हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले आफ्नो स्वागत मन्तव्य साथसाथै अस्पतालले गत वर्ष गरेका विभिन्न गतिविधिहरू, नेपाल अर्थोपेडिक अस्पताल काठमाडौँको खाल्डोभित्र मात्रै सीमित छैन भन्ने कुरो प्रकाश पारेर गइसक्नुभयो। हामी दूरदराजमा पनि जान्छौँ। 77 जिल्लामा हाम्रो पहुँच छ र त्यहाँका दूरदराजका अति विपन्न अशक्त बिरामीहरूको पनि हामी शल्यक्रिया गरेर आउँछौँ। विभिन्न दात्री संस्थाहरूको सहयोगमा गरेका छौँ। तर हाम्रो टिम वर्षमा 3 देखि 4 चोटि देशको बाहिर जान्छ र सेवा प्रदान गरेर फर्किने गरेको छ। यो पनि उहाँले जानकारी गराएर गइसक्नु भएको छ। म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। मन्तव्यकै कार्यक्रम छ। शुभकामना मन्तव्यको लागि म आफ्नो एकदमै व्यस्त समय रहेको, मलाई हाम्रो अस्पताल रहेको वडा नम्बर 6 वडाध्यक्षज्यूले म एकदमै गाह्रो छ है, आउनै भ्याउँदिनँ भन्दै हुनुहुन्थ्यो। त्यही पनि एकछिन भए पनि वडाध्यक्षज्यू भनेर आग्रह गरेका थियौँ। म उहाँलाई शुभकामना मन्तव्यको लागि आमन्त्रण गर्न चाहन्छु।
मैले सेवाहरूको विषयमा म बोल्दिनँ, किन धेरै राम्रो छ। पूर्वदेखि पश्चिमसम्म लगायत विदेशमा बस्नुहुने साथीहरू पनि उहाँ नसकेर धेरै पैसा लाग्छ भनेर हामी कहाँ सबै यहाँ आउँछ। त्यो सेवा हाम्रो लागि एकदम राम्रो छ। त्यही सेवाको लागि भनेर यहाँ मात्र होइन, हाम्रो नगरपालिकाले विभिन्न हस्पिटलहरूसम्म 12-13वटासँग हामीले समन्वय गरिसकेका छ। त्यो समन्वय गरिसकेको बेलामा पनि तर म कर्मचारी मित्रहरूलाई पनि भन्छु, हिजोदेखिको साथीहरूलाई हुनुहुन्छ, आज हुनुभएको साथीहरूलाई पनि भन्न चाहन्छु, नेपाल अर्थोपेडिक यो चलाएको धेरै वर्ष भयो, तर जायज रूपमा देखिँदैन। कसले गर्दा भन्दाखेरि नेपाल अपाङ्ग सङ्घले गर्दा। यो कि नेपाल अपाङ्ग सङ्घको कोही पनि बस्नु भएन, अर्थोपेडिक बस्नुहोस्, हामी ओडाले गर्नुपर्ने र नगरपालिकाले गर्नुपर्ने यो भवनको बिल्डिङहरू सबै गर्छौँ। भोलि तपाईँहरूलाई केही चिज विदेशबाट सहयोग आयो तपाईँहरू के गर्नुहुन्छ? अनि हामीले कसरी सहयोग दिने, हामीले कसरी सिफारिस गर्ने, यी कुराहरूमा ख्याल गर्नुहोस्। म डाइरेक्टरज्यूलाई पनि भन्न चाहन्छु, किनभनेदेखि भोलिका अप्ठ्यारोहरू चाहिँ अब हामीले कसरी सफलता साथ पार गर्ने भन्ने कुरामा हामी अगाडि बढ्न सक्यो भने अझ यो ठुलो धेरै ढङ्गले अगाडि बढ्छ। यसलाई नपुगेका ठाउँ होइन, अझ पनि पुर्याउन सक्छौँ। म यहाँ अपाङ्गका साथीहरू हुनुहुन्छ, अध्यक्ष लगायत सम्पूर्ण कर्मचारीहरू हुनुहुन्छ, सङ्घका साथीहरू हुनुहुन्छ, उहाँलाई म सुनाउन चाहन्छु, अब यो अपाङ्ग सङ्घभित्रका सम्पूर्ण संरचनाहरू तपाईँहरूले तत्कालै गर्न सकेन भने तपाईँहरूलाई भोलि त धेरै महँगो पर्छ। यो किन भन्दाखेरि अहिले भएको बेलामा, अहिले पाउने समयमा बेलामा गर्नुभयो भने सहज तरिकाले अगाडि बढ्यो भने गर्नुपर्ने के हो? ओडाले गर्नुपर्ने के, नगरपालिकाले गर्नुपर्ने के? तपाईँहरू केही विषयमा वास्ता नगरिदिने, यतातिर हस्पिटल चलाएको छ, यतातिर स्कुल मेरो आफैले चलाएको छ, उतातिर सबै चलाएको छ, बिआइए चलाएको छ, एसओएस चलाएको छ, सबै चलाएको छ भने तर कुनै पनि रूपमा पारदर्शी नहुने। यो किन भन्नु पर्यो भनेदेखि अब लगभग अर्को वर्ष त निर्वाचन हुन्छ नि, त्यो निर्वाचनमा तपाईँहरूलाई त्यसपछि तपाईँहरूलाई एकदम अप्ठ्यारो पर्छ। अपाङ्ग सङ्घलाई पनि अर्थोपेडिकलाई पनि यो चाहिँ ख्याल गर्नुभयो हुन्छ। म आफू वडा अध्यक्ष भएको हुनाले मैले जानेको मैले भन्ने हो नि, किनभने कतिपय हामी कहाँ नि आउँछ नि खबर, कतिपय टाढा टाढाको बिरामी आउँछ, सिधै अध्यक्षकोमा जोड्ने हो। कति बेला मात्रै अनि हामीले यहाँ यस्तो छ भनेर कति भन्ने। त्यति मात्र नभएकोले हामीले आफ्नो गोजीकोडी 3500 हालेर स्वास्थ्य बिमा गर्न लाग्छ, त्यो कागज लिएर जानु है, केही न केही छुट पाउँछ भनेर हामीले भनेका छौँ। त्यो भन्ने पनि हाम्रो पनि अधिकार थियो, हामीले बनाइदियौँ। तर यसमा चाहिँ उहाँहरूले बिरामीहरूले जति पाउने सुविधाहरू पाएको छ, उहाँहरू उपचार राम्रो छ। तपाईँहरू हस्पिटलका कर्मचारीहरू, हस्पिटलका डाक्टर साहबहरू, नर्स दिदीबहिनीहरू सबै राम्रा छन्। तर कहिलेकाहीँ मैले सही पनि गर्दिनँ जस्तो लाग्छ क्या। मका धेरैचोटि कुरा आउँछ, म किन गर्ने कार्यान्वयन नगर्ने ठाउँमा भोलि ठुला बाहिर विदेशबाट आएकाहरूलाई के गर्ने? यहाँ विदेशी साथीहरू पहिला पनि हुनुहुन्थ्यो, यहाँ त धन्न हामी कहाँ हिजोदेखिका डाक्टर साहबहरू हुनुहुन्छ। यसलाई सुरुवातदेखि गरेर संस्थापकदेखि हुनुहुन्छ र हामी ढुक्कसँग चलाएको छौँ र भन्न सकेका छौँ। यो ठाउँमा नयाँ आएर भोलि नयाँ गर्नु पऱ्यो भने त्यो संरचनाको लागि खोइ त कुनै पनि काम गर्दाखेरि संरचना हेरिन्छ। त्यो संरचनाले कति समय भ्याउँछ, त्यहाँ के नपुग्छ, यहाँको इक्विपमेन्टहरू के नपुग्छ। जसरी अहिले नगरपालिका लगायत विभिन्न ठाउँबाट आएर यहाँ बनिराखेका छ। अब वर्षैपछि हामी कहाँ हामीले वडैपछि सहयोग गरेका छौँ, नगरपालिकाले सहयोग गरेका छौँ, अर्को वडाहरूले पनि सक्दो सहयोग गरिराखेका छ र विभिन्न प्रदेशबाट पनि सङ्घबाट नै आइराखेका छ। तर ती आउँदाखेरि पनि त्यति राम्रो कार्यान्वयन देखेन। मैले तपाईँहरूलाई अन्यथा भन्न बुझाएन, सुध्रिनु पऱ्यो, सुधार्नु पऱ्यो। कुनै पनि काममा म आफू सुध्रिन्छु, म सुधारेर गर्छु भन्यो भने कसैले नाइ भन्दैन, कसैले केही भन्दैन। अब सुध्रेछ त्यसको लागि मैले पनि सहयोग गर्नुपर्छ भने सबैको मनमा भावना हुन्छ, त्यसपछि अगाडि बढ्छ र यसलाई अझ अगाडि बढाउनु हुन आजसम्म यहाँसम्म आइदिनु भयो। यहाँ सहयोग गर्नुहुने सम्पूर्ण पूर्व डाइरेक्टर साहबहरू, संस्थापकज्यूहरू, यहाँका सम्पूर्ण डाक्टर साहबहरू,
सिस्टरहरू कर्मचारीहरू लगायत म यो अपाङ्ग सङ्घलाई धन्यवाद दिन चाहन्छु। तर मक्ख चाहिँ नपर्नु, अब चाहिँ काम गर्नुहोस् है अपाङ्ग सङ्घलाई। यो चाहिँ मेरो भनाइ। नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पताल रहेको वडा नम्बर 6 का अध्यक्ष उहाँले अलिकति हामीलाई झकझकाउने र आँखा खोल्ने पनि काम गर्नुभयो। एउटा चाहिँ जस्तो यहाँको भवन, हाम्रो भवनको नक्सा पास भएको छैन अस्पतालको पनि, यो पुरानो त्यतिखेर गाविस हुँदै बनेको संरचना। अब अहिले चाहिँ पछिल्लो अवस्थामा हामीले नेपाल अर्थोपेडिक अस्पताल अब यत्रो ठुलो संरचना, यसलाई पनि नक्सा पास गरेर चाँडै हाम्रै बेलामा अगाडि बढाउनुहोस्। हामीले बरु जे जस्तो सहयोग गर्नुपर्छ गरौँला। अपाङ्ग सङ्घभित्र पनि रहेका संरचनाहरूलाई चाहिँ नक्सा पास कसरी गर्न सकिन्छ, त्यसमा के कसो छ बरु छलफल गरौँ। विभिन्न चरणमा छलफल गरेर त्यसमा के गर्न सकिन्छ अगाडि बढ्नुहोस्, सोच्नुहोस्, चुप लागेर नबस्नुहोस् भनेर उहाँले। किन भन्दा भोलि परिस्थिति कस्तो आउँछ थाहा छैन, नक्सा पास नभएको संरचना भत्काउने भन्ने किसिमको नीति आइदियो भने त अस्पताल कहाँ जाने फेरि भन्ने किसिमको आशय उहाँले राख्नुभयो। र साधारण सभा भन्दा पनि यो वार्षिक उत्सव हो, त्यो बोलीमा अलिकति उहाँले त्यो साधारण सभा भन्नुभयो, त्यसलाई चाहिँ अन्य अर्थ नलिदिनु हुनको लागि पनि म अनुरोध गर्दै म कार्यक्रमलाई उहाँलाई धेरै धेरै धन्यवाद। उहाँ गइसक्नु भएको छ आफ्नो व्यस्तताको कारणले गर्दाखेरि। म शुभकामना मन्तव्यलाई नै अगाडि बढाउन चाहन्छु। यस अस्पताललाई जग हाल्ने, सुरुमा इँटा हाल्ने र यो अस्पतालमा यो एडल्ट अर्थोपेडिक हस्पिटल चाहिन्छ भनेर परिकल्पना गर्ने तत्कालीन अध्यक्ष प्रोफेसर शङ्करराज पाठक र यस अस्पतालबाट डाक्टर अनिल बहादुर श्रेष्ठ। प्रोफेसर शङ्करराज पाठक सर त 25औं वार्षिक उत्सवमा आएर हामीलाई होइन उहाँले हामीलाई एउटा प्रेरणादायी मन्तव्य दिनुभएको थियो। पछि पनि हामीले 2-3 महिना अगाडि पनि उहाँको एउटा सानो बाइट लिएर हस्पिटलको वेबसाइट र पेजमा हाल्ने प्रयास गऱ्यौँ। किन भन्दा उहाँ हाम्रो लागि प्रेरणाका स्रोत र यो अस्पताल कसरी बन्यो भन्ने विषयमा 92 वर्षको उमेरमा पनि तपाईँहरूले हस्पिटलको फेसबुक पेजमा गएर हेर्नु भने उहाँ त्यति नै सायद 18-20 वर्षको मान्छे जस्तै गरेर अस्पतालको बारेमा त्यो मेमोरी है इन्स्टिट्युसनल मेमोरीको हिसाबमा उहाँले गर्नुभयो। म सुरुमा चाहिँ युनियन कर्मचारी युनियनका सभापतिलाई शुभकामना मन्तव्य राख्न अनुरोध गर्छु। त्यस पछाडि मैले अघि भूमिका बाँधेको हाम्रो संस्थापकहरूमध्येबाट डाक्टर अनिल बहादुर श्रेष्ठ हामी माझमा हुनुहुन्छ। हामी सबैको गौरव। यो अस्पताल यो अवस्थामा आउनुको पछाडिको सबभन्दा मेजर स्रोत भनेको तत्कालीन नेतृत्वकर्ता र अहिलेसम्म जसले नेतृत्व गर्दै आउनुभयो उहाँहरूकै कारणले 28औं वर्षमा प्रवेश गरेका छौँ। वयस्क भएको छ अस्पताल, अब 28 पार गरेर 29 वर्ष प्रवेश गरेका छ। त्यसले गर्दा यहाँसम्म ल्याउनु हुने यहाँहरू सबैलाई होइन उत्तिकै धन्यवाद सहित शुभकामना मन्तव्यको लागि म कर्मचारी युनियनका सभापति ध्रुव गिरिजीलाई छोटो मन्तव्यको लागि आमन्त्रण गर्न चाहन्छु। यस कर्मचारी युनियनको बारेमा अलिकति मैले प्रकाश पार्न चाहेँ र कर्मचारी युनियन ट्रेड युनियन ऐन 2049 को परिच्छेद 2 को दफा 4 बमोजिम पेशागत हकित तथा अधिकार संरक्षण समर्थन गर्दै संस्थाको विकास साथै सेवाग्राहीको समुचित सेवाको लागि व्यवस्थापन समक्ष सामूहिक सौदाबाजी गर्न प्रतिष्ठान स्तरको आधिकारिक युनियन हो र यहाँ धेरै हल्ला चलिरहेको छ कि सरकारले युनियनहरू सबै खारेज गरिसक्यो। यो युनियन पनि केही होइन, कतिन्जेलको लागि हो भन्ने कुरा धेरैको मुखबाट सुन्ने गरिराखेको छ। यसमा कसैले पनि आँखा नलगाउँदा राम्रो होला। प्रशासनले होस् चाहे म्यानेजमेन्ट टिमले होस्, किनकि श्रम ऐनमा लेखिएको अधिकार प्रयोग गरी हरेक समयमै रेनु भइरहेको र अर्को रेनुको टाइम पनि 1.5 वर्ष बाँकी रहिरहेको छ। कतिलाई लागेको होला सरकारले युनियन खारेज गरिसक्यो, यिनीहरूको चोरीखोरी कति हो र भन्ने लागेको होला। पेशागत रूपमा दर्ता भएका युनियन मात्र खारेजी परेका पार्टीगत रूपमा दर्ता भएका युनियन मात्र खारेज भएका हुन्। पेशागत रूपमा भएका युनियन खारेज भएका छैनन्। स्वतन्त्र युनियन कहिले पनि खारेज सरकारले गर्ने छैन। त्यसको लागि श्रम ऐन नै खारेज गर्नुपर्ने हुन्छ। अत स्मरण रहोस्,
जसले अस्पतालमा यो युनियन आवश्यक छैन, यसलाई जराइदेखि उकालेर फाल्नुपर्छ, तब मात्र हाम्रो मनपरी गर्न पाइन्छ भनेर सपना बोकेर हिँड्नु भएको छ भने यदि सपना बोक्न आजैबाट छोडिदिनुहोस्। किनकि बिरामीलाई कसरी बढीभन्दा बढी सुविधा दिन सकिन्छ, कार्यरत कर्मचारीलाई कसरी पेसाप्रति समर्पित गर्न सकिन्छ, कसरी खुसी साथ काम गर्ने वातावरण तयार गर्न सकिन्छ, युनियनसँग आपसी सद्भावले संस्थालाई दिगो रूप लिन सकिन्छ भनेर युनियनका पदाधिकारी तथा सदस्यलाई सरसल्लाह गरी अगाडि बढे मात्र अलिकति सद्भाव कायम रहनेछ। भाइचाराको हिसाबले यस संस्था हस्पिटललाई उच्च स्थानमा आजबाट पुर्याउनलाई हामीले सदैव प्रयत्नशील रहनुपर्छ र कटिबद्ध रहनुपर्छ भन्ने कुरा मैले जानकारी गर्न चाहेँ। र अर्को कुरा, सानो एउटा कुरा मैले माग अथवा यो सभालाई सम्बोधन गर्दै सानो कुरा माग राख्न चाहेँ। अस्पतालका बिरामी कुरुवा कार्यरत कर्मचारीलाई खाजा तथा खानाको लागि कर्मचारी युनियनले विशुद्ध सेवामूलक हिसाबले खोलिएको चमेना गृहलाई प्रक्रियामा लाने बहानाबाट हामीबाट छिन्ने प्रयास कृपया नहोस्, कतैबाट पनि नहुन आग्रह गर्दछु। किनकि अस्पतालले चमेना गृहको ठाउँ दिन नसकेको अवस्थामा युनियनले कार्यकक्ष सुम्पिएर खोलिएको कुरा सबैलाई अवगत रहोस्। हामीले आफ्नो कार्यकक्ष नभनिकन त्यो क्यान्टिनलाई चमेना गृहलाई सञ्चालन गरेका थियौँ। हामीलाई हाइफाई टाइपको चाहिँदैन, स्वच्छ हाइजेनिक सस्तो खाजा खाना भए पुग्छ, रेस्टुरेन्ट टाइपको हामीलाई चाहिँदैन। यसलाई कतैबाट पनि प्रक्रियाको गत रूपमा लाने बहानामा हामीबाट छिन्न नखोजियोस्, यो माग राख्न चाहेँ। र अब अरू कुराहरू भन्ने कुरा हाम्रो आन्तरिक कुराहरू आन्तरिक रूपमै प्रशासन समक्ष हामी मिटिङमा राख्नेछौँ। यहाँ यस सभामा मैले बोलिरहनु उचित पनि छैन। हाम्रो आपसी कुराहरू आपसी रूपमै समाधान गरेर जानेछौँ र अन्तमा आज अस्पताललाई यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण अग्रजहरू, यहाँका बोर्डका अध्यक्षज्यू, बोर्डका विभिन्न पदाधिकारी सदस्य र पूर्व मेडिकल निर्देशकहरू लगायत सम्पूर्णमा र यस अस्पतालमा कार्यरत सुरु अवस्थादेखि आजसम्म कार्यरत सम्पूर्ण कर्मचारी मित्रहरू लगायतलाई हार्दिक धन्यवाद दिँदै 28औं वार्षिक उत्सव दिवस सफल रूपमा भव्य रूपमा सफल होस् भनी शुभकामना दिन चाहन्छु। हस्त धन्यवाद। म डाक्टर अनिललाई आफ्नो अनुभव साथसाथै अस्पतालको 28औं वार्षिक उत्सवको उपलक्ष्यमा आफ्नो मन्तव्य प्रस्तुत गर्नका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। मैले अघि पनि जोडिसकेँ, उहाँ लगायत तत्कालीन सञ्चालक समिति अध्यक्ष, नेपाल अपाङ्ग सङ्घका अध्यक्षहरूको परिकल्पनाबाटै यो अस्पताल सानो अस्पतालबाट आज 100 बेडको अस्पताल र यो लेभलमा सेवा प्रवाह गर्ने, अझै अनि धेरै गर्न बाँकी छ, तर यो लेभलमा सेवा प्रवाह गर्ने अवस्थामा पुग्नलाई उहाँहरू लगायत विभिन्न नेतृत्वको अहम भूमिका छ। हेर्दा 28 वर्ष पनि भइसकेछ, तर यो सुरुवाती चाहिँ त्यो 28 वर्षभन्दा पनि 9 वर्ष अगाडि सुरु भएको रहेछ। त्यसमा म पनि थिइनँ। यो परिकल्पना भनौँ न, त्यतातिर नआइकन जब सुरु गर्दाखेरि यहाँ 15 बेड र 15 जना कर्मचारी थियो होला, र त्यसमा पनि अझ सुरुवातीमा यहाँ काम गर्नेहरू हुनुहुन्छ। तर 28 वर्षको दौरानमा हामीहरू यहाँ पुग्दाखेरि चाहिँ सबभन्दा खुसी लागेको छ कि हामीहरूले यहाँसम्म आउन सक्यौँ। पहिला सानो 2 कोठे थियो र अहिले चाहिँ यति 100 बेड भइसकेको छ। त्यसमा चाहिँ मुख्यतः आई थिङ्क मैले भन्नै पर्दाखेरि चाहिँ यो
अलिकता यहाँ कुराहरू आइरहँदाखेरि त्यही सन्दर्भमै म भन्न चाहन्छु कि यो अस्पताल कसैको लागि बनाइएको होइन, न मेरो लागि हो, न कर्मचारी लागि हो, न भन्ने हो भने अपाङ्ग सङ्घको लागि नि हो, न वडाको लागि हो। यो अस्पताल बनाइएको भनेको त बिरामीलाई हो, हैन? जबसम्म हामीले त्यो सोच्दैनौँ, जबसम्म हामीले बिरामीलाई केन्द्रित गर्दैनौँ नि जसको लागि जे भने पनि त्यो मतलब रहँदैन। मलाई याद छ कि म छोड्ने बेलामा 10 वर्ष भइसक्यो छोडेको। छोड्ने बेलामा कति व्यक्तिहरूले भन्नुभयो तपाईँ गयो भने त अस्पताल खत्तम हुन्छ, यसो हुन्छ। तर मैले त्यो विश्वास गरेको भए त त्यो त मेरो लागि बनाएको होइन, मेरो लागि म त माध्यम मात्रै भए पैसा लिएर आउने भने, म त माध्यम हो। तर यो त नेपाली जनताको लागि बनाइएको हो नि त। जब मैले सोच्न थालेँ कि म गयो भने त यो अस्पताल भत्ताभङ्ग भयो भने त खत्तमै भयो नि त, त्यो परिकल्पना हामीले कहिले पनि लिनु हुँदैन। हामी यहाँ जिन्दगीभर बसिरहने होइन, तर नेपाली जनता त यहाँ भइरहन्छ नि। जबसम्म अब तपाईँहरू पनि यहाँ जब पदाधिकारीहरू हुनुहुन्छ तपाईँहरू पनि अर्को मान्छे आउँछ, तर अस्पताल त रहिरहनु पऱ्यो नि। भन्दाखेरि हामीहरूले जबसम्म हामीहरूले यो बिरामीहरूलाई केन्द्रित गरिकन हामीहरूले जे गरे पनि, हामी जे निर्णयले पनि, भवन बनाए पनि, क्यान्टिन बनाए पनि, जे गरे पनि, काम गरे पनि, जबसम्म हामीहरूले बिरामीलाई केन्द्रित गरेर हामी अगाडि बढ्दैनौँ तबसम्म हामीहरू सक्सेसफुल हुनै सक्दैनौँ। तर मेरो विचारमा त्यो भइरहेको छैन भन्न खोजेको होइन। हामीले सुरुवात गर्दाखेरि नै मलाई थाहा छ पैसा नहुँदाखेरि तलब नखाएर पनि काम गरेका थियौँ। तलब आएको बेलामा बाहिरबाट डोनेसन आएको बेला तलब पनि बढाएका थियौँ, हैन? त्यसो गर्दा गर्दै यहाँ पुगेको हुनाले हामीहरूले चाहिँ, मेरो सबैजनालाई चाहिँ आग्रह चाहिँ, कर्मचारीहरू यहाँ पदाधिकारीहरू हुनुहुन्छ, बोर्डका मेम्बर्सहरू हुनुहुन्छ, सबैले चाहिँ एउटै मात्रै केन्द्रित गरेर बिरामीलाई ठिक छ कि छैन, बिरामीलाई सुविधा पाएको छैन, त्यो गऱ्यो भने चाहिँ यो अस्पताल चाहिँ योभन्दा धेरै राम्रो हुनेछ जस्तो आशा गर्दै यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। म गोकर्णेश्वर नगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट न्यानो अभिवादनसहित नमस्कार गर्न चाहन्छु। जुन गोकर्णेश्वर नगरपालिकाभित्र अर्थोपेडिक हस्पिटल, खगेन्द्र नवजीवन केन्द्र यो एउटै संस्थाको मातहतमा रहेको छ र यो अर्थोपेडिक हस्पिटल साँच्चै अघि धेरैजनाले कुरा राख्नुभयो, यो कुनै संस्थाको लागि बनेको होइन, यो बिमारीहरूको लागि बनेको हस्पिटल हो। हामी नगरपालिका, खगेन्द्र नवजीवन केन्द्र सबैजनाले यो अर्थोपेडिक हस्पिटलमा आउने बिरामीहरूलाई सहज रूपले उपचार होस् भन्ने कुरामा चाहिँ हामीले ध्यान दिनुपर्छ। हामीले जति विवाद रहित भए पनि, विवाद भइरहे पनि आउने बिरामीहरूलाई चाहिँ विवादमा पार्नु हुँदैन भन्ने मेरो चाहिँ सुझाव। किनभने हामी गोकर्णेश्वर नगरपालिकाभित्र रहेर हामीले सम्पूर्ण हस्पिटलहरूमा बिरामीहरूले सेवा सुविधा सहज रूपले पाओस् भन्ने उद्देश्यले हामीले 1 लाखसम्मको उपचारको लागि सम्झौता गर्दै आइरहेको छौँ र हामी धेरै सुन्छौँ। खगेन्द्र नवजीवनहरूमा धेरै विवाद भयो भन्ने कुरा हामीले सुन्छौँ, तर त्यो विवाद भइरहे तापनि यहाँ आउने बिमारीहरूले उपचार चाहिँ सहज रूपले पाउनुपर्छ भन्ने उद्देश्य नगरपालिकाको हो। र हामी धेरै वर्ष यो 2026 सालमा स्थापना भएको यो खगेन्द्र नवजीवन केन्द्र अपाङ्गताहरूको लागि यो एउटा राजधानी पनि हो र यहाँ हामी साना हुँदाखेरि पनि धेरै अपाङ्गता भएको व्यक्तिहरूले यो ठाउँमा बसेर स्वास्थ्य उपचार शिक्षा पाएको थियो। यही ठाउँमा बसेर शिक्षा पाउनेहरू अहिले अपाङ्गता भएको व्यक्तिहरू पनि केन्द्रीय महासङ्घको अध्यक्ष शुद्ध भइसक्नु भएको छ। धेरै ठाउँमा रोजगारी भएर उहाँहरूले आफ्नो जीवन पालना गर्नुभएको छ र त्यसै कारणले धेरै वर्षपछि काठमाडौँमा जोरपाटीकै व्यक्तिले यो संस्थाको अध्यक्ष पाएको हो। त्यो कुरामा हामी गोकर्णेश्वर नगरवासी खुसी पनि हुनुपर्छ। तर यो जुन जोरपाटीमै भएको व्यक्तिले अध्यक्ष पाइरहँदाखेरि हाम्रो यो खगेन्द्र नवजीवन चाहिँ सहज रूपले राम्रो होस् र यो खगेन्द्र नवजीवन केन्द्रले चलाएको संस्थाहरूलाई पनि सहज होस् र हाम्रो यो खगेन्द्र नवजीवन केन्द्रको भित्रको सम्पूर्ण भौतिक निर्माणहरू पनि सहज रूपले बनोस् भन्ने चाहना नगरपालिकाको हो र तपाईँ हामी सबैले यो कुरा सोच्न पनि पर्छ।
र के भन्न चाहन्छु भने यो जुन हाम्रो अर्थोपेडिक हस्पिटल छ यो हस्पिटलमा धेरै देश विदेशका र हाम्रा नेपालभरिका बिमारीहरूले यहाँ सुविधा पाइरहेको छ र यो सुविधालाई खगेन्द्र नवजीवन केन्द्रले पनि यसलाई सहज रूपले हेर्नुपर्छ र यो जुन भवनहरू बन्ने काममा हामी नगरपालिकाले यो भवनहरू नपुगेर बिमारीहरू अस्तव्यस्त हुनु नपरोस् भनेर वार्षिक रूपमा हामीले आर्थिक सहयोग गर्ने गरेको छ। यो वर्ष पनि छ। यो सँगसँगै हामीले वडाहरूले पनि 6 नम्बर र 7 नम्बरले यो हस्पिटललाई सहयोग गर्दै आउनुभएको छ र साँच्चै हामीले यहाँ आउने बिमारीहरूलाई बेड नपाएर असुविधा नहोस् र यहाँको प्रशासनिक काम गर्दाखेरि ठाउँको अभावले प्रशासनिक कामहरूलाई अवरोध नहोस् भन्ने उद्देश्यले नगरपालिकाले सहयोग गर्दै आइरहेको हो र आगामी दिनमा पनि गर्नेछ र यो नगरपालिकाले यो हस्पिटललाई मात्रै होइन यहाँ आउने देशभरिका बिमारीहरूको लागि पनि हामीले गरेको हो र त्यसै कारणले यो कुरालाई हामी सबैले सहज रूपले अगाडि बढाउँदै खगेन्द्र नवजीवन केन्द्रले पनि यो हस्पिटललाई राम्रो दृष्टिकोणले हेर्दै र खगेन्द्र नवजीवन केन्द्रलाई पनि सधैँ विवादमा पार्ने होइन, त्यो नवजीवन केन्द्रको सञ्चालक समितिलाई पनि हामीले कसरी सहयोग गरेर खगेन्द्र नवजीवन केन्द्रलाई विवाद रहित बनाउन सक्छ भन्ने उद्देश्यमा तपाईँ हामी सबै लाग्नुपर्छ। एकजना मात्रै लागेर हुँदैन। त्यसै कारणले हामी सबैले सहयोग गरेर यो हस्पिटल खगेन्द्र नवजीवन केन्द्र बिआइए सबैलाई हामीले सहयोग गर्दै यो गोकर्णेश्वर नगरपालिकाको नमुना बनाएर लानुपर्ने तपाईँ हाम्रो दायित्व हो। त्यसै कारणले सम्पूर्णलाई म के भन्न चाहन्छु भने यहाँ जति आउने बिमारीहरूले सेवा सुविधा डाक्टर साहबहरू हाम्रो नर्सिङहरूले गरिरहनु भएको छ भने त्यसलाई हामीले पनि सहयोग गर्दै हामीले यो अझ पनि सहज रूपले कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले हामी लाग्नुपर्छ र यहाँ सम्पूर्ण कर्मचारी मित्रहरूलाई यो सञ्चालक समितिहरूलाई सम्पूर्णलाई हामी मेडिकल डाइरेक्टरहरू सबैले म के भन्न चाहन्छु भने तपाईँ हामी समन्वय गरेर अगाडि बढिरह्यो भने साँच्चै काम गर्नु सहज हुन्छ र नगरपालिका एउटा स्थानीय सरकार भएको कारणले स्थानीय सरकारसँग समन्वय गर्दै अगाडि बढ्नुभयो भने सबै कामहरू सहज रूपले हुन्छ भन्ने कुरा मैले यहाँ राख्न चाहेँ र धेरै समयको अभावले गर्दा मैले धेरै कुरा राखिनँ। यो 28औं वार्षिक उत्सव सफलतापूर्वक सम्पन्न गर्नका लागि तपाईँ हामी सबैजना लागेका छौँ र यो 28औं वार्षिक उत्सवको सफलताको शुभकामना र यो हस्पिटलको उत्तर प्रगतिको कामना गर्दै मेरो मन्तव्य यति गर्न चाहन्छु। हस्, नमस्कार। कार्यक्रमको अन्तिममा आछौँ। हामीले कार्यक्रमको अन्तिममा अलिकति मायाको चिनो र सम्मानको कार्यक्रम राखेका छौँ र मायाको चिनो प्रदान गर्नलाई म यस अस्पतालका अध्यक्ष तथा मेडिकल निर्देशकज्यूलाई प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान गरिदिनको लागि अनुरोध गर्न चाहन्छु। विशेष अतिथि श्री एम नारायण गौरी सर, सम्पूर्ण कर्मचारीहरूलाई शुभकामना सहित अझ जिम्मेवार बोध गरेर अगाडि बढ्ने सत्प्रेरणा हामी सबैलाई प्राप्त होस् भन्ने उद्बोधन र अपेक्षा सहित म कार्यक्रमलाई सभा विसर्जन गर्न र साथसाथै आफ्नो मन्तव्य राख्नको लागि आजका यस 28औं वार्षिक उत्सव समारोहका सभापति, नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पतालका सञ्चालक समिति अध्यक्ष श्री सामदेन लामाज्यूलाई अनुरोध गर्दै यहाँहरू सबै माझबाट बिदा हुन चाहन्छु। धन्यवाद। आज 2083 साल साउनको 29 गते शुक्रबारका दिन आज नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पतालको 28औं स्थापना दिवसको उपलक्ष्यमा उपस्थित हुनुभएका सम्पूर्णलाई म नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक हस्पिटलको अध्यक्षको नाताले सबैलाई धन्यवाद दिन चाहन्छु। अब अस्पतालको इतिहास र हिस्ट्री हेर्ने हो भने जसरी नेपाल अपाङ्ग सङ्घको इतिहासलाई अलिकति जोड्नुपर्ने हामीले
अवस्था छ यसमा। जब अपाङ्ग सङ्घको चाहिँ शङ्खराज पाठक अध्यक्ष भएपछि यो अस्पतालको उदय भएको भन्ने हामीले सुनेको हो, तर यहाँ आएर चाहिँ त्यो दिनमा चाहिँ हामी आइपुगेका थिएनौँ। तर इतिहासको कालखण्डमा उहाँले गर्नुभएको योगदान, सुरुवात गर्नुभएको योगदान र पाठकजी र अनिल सर भने यहाँ हुनुहुन्छ। बिचमा विभिन्न डक्टरहरूले अरूले विभिन्न सहयोग गर्यो होलान्, त त्यसको लेखाजोखा हुन्छ कि छैन, तर त्यसरी एक आपसमा जोड्दै आएको यो अर्थोपेडिक हस्पिटल र नङ्ग्रा मासु नेपाल अपाङ्ग सङ्घ, नेपाल अर्थोपेडिक हस्पिटल र नङ्ग्रा मासुको सम्बन्ध त्यहाँबाट गाँसिँदै आएको र सँगसँगै गाँसिँदै आउँदाखेरि 28औं वसन्त पार गर्दाखेरि यो अस्पतालले कति प्रगति गर्यो कति गरेन भन्ने कुरा प्रत्येक वर्ष यसको एनुअल रिपोर्ट हुन्छ, हामीसँग डाटा छ। यो चाहिँ नेपाल अपाङ्ग सङ्घको केन्द्रीय सभाबाट पास हुन्छ। केन्द्रीय सभाबाट पास हुन्छ अनि मात्रै तपाईँको सबै कुराहरू नेपाल गभर्मेन्ट मार्फत सबै ठाउँमा सर्कुलेसन हुन्छ अनि मात्रै त्यसलाई आधिकारिक पाउँछ। किनभनेदेखि नेपाल अपाङ्ग सङ्घको एउटा विधान बनाएको छ, त्यो विधानलाई जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको हो। त्यही कारणले यो भित्र बसेको जम्मा जति छ संस्थाहरू त्यो सबै पूर्जा स्वीकृति अधिकार नेपाल अपाङ्ग सङ्घको मातहतमै छ। तपाईँले बुझ्नुहुन्छ लेखिएको कुरा सबै कुरा। त्यही कारणले हामी सबैसँग हातेमाले गर्ने हो, नङ्ग्रा मासुलाई जोड्ने हो, विकास गर्ने हो। यसमा कसैको दुविधा छैन, यसमा कसैको दुविधा छैन भने अपाङ्ग सङ्घमा आउनुहोस्, यो विषयमा हामी सबै कुरा क्लियर गरिदिन्छौँ, विवाद छैन। तर अस्पतालको विकासका लागि हामीले गर्नुपर्ने कुराहरू विगतमा पनि गरेका थियौँ, अब पनि गर्छौँ, भोलि गर्ने कुरा छ। प्रत्येक कुराहरू हामीले चाहिँ मिटिङमा पास गर्छौँ अनि यहाँ पठाउँछौँ। तपाईँले यसो गर्नुहोस् है, यो गर्नुपर्छ, यसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा अपाङ्ग सङ्घ मार्फतै भएर यहाँको मिटिङमा हामी त्यो कुरा राखेर अनि यसलाई सञ्चालन गर्ने चाहिँ मैले बुझेको कुरा छ। म 4 वर्ष भयो यहाँ आएको, मैले बुझेको कुरा त्यही हो। र अब यहाँ विकासको कुरा गरेँ, अन्तर्राष्ट्रिय हिसाबमा अर्थोपेडिक हस्पिटलको कति चर्चा छ, कति परिचर्चा छ भने तपाईँले बुझ्नु भएको छ सब कुराहरू। गएको आजभन्दा 25औं वर्षमा एउटा रजत जयन्ती मनायो हामीले। त्यो बेलामा देश विदेशबाट आउनुभएका विभिन्न पाहुनाहरू पनि थिए यहाँ। उहाँले भन्नुभएको छ नेपालको एउटा अर्थोपेडिक हस्पिटलको नाताले हामीले गर्नुपर्ने के चिज गर्नुपर्छ, यहाँ यसको विकास गर्नलाई के गर्नुपर्छ, यो विकासको लहला गर्नुपर्ने कुरो के हो भन्ने कुरा दर्शाइरहेको छ बारम्बार। त्यही कारणले हामीले दूरदर्शनमा भएको नेपालको कुना कुनामा भएको गरिब वर्गलाई पनि अर्थोपेडिक हस्पिटलले सेवा दिएको छ। म 2-4 ठाउँमा गएँ, दुर्गम ठाउँमा गएँ, जाजरकोट गएँ, बाजुरा गएँ, पश्चिमतिर डोडीतिर गएँ, हामी पूर्वको तपाईँको फिल्मतिर गयौँ। हामीले यसरी हेर्दाखेरि अर्थोपेडिक हस्पिटल दिएको कति सुविधाहरू, तर त्यहाँ चाहिँ कस्तो भने त्यो जुन कुरा हामीले एउटा प्रोग्राम लिएका हुन्छ त्यो प्रोग्राम त्यहाँको एउटा सहरको वातावरणको होइन। 3 दिन 4 दिन गाउँबाट मान्छे हिँडेर आएको मान्छेलाई हामीले सुविधा दिएको छ अर्थोपेडिक हस्पिटलले। त्यही कारणले त्यस्तो हिसाब दिएको हुनाले चाहिँ अब पूर्वतिर त समस्या होइन, पश्चिमतिर गएर समस्या हुनसक्छ। किनभने यो पूर्व भेगमा चाहिँ हामीले के छ भने अस्पतालले चाहिँ त्यहाँको बिरामीहरूलाई ट्रिटमेन्ट गरेको लागि हाम्रो प्रख्यात डक्टर नर्सहरू छ हामीसँग 1 से 1। त्यहाँबाट त्यो पूर्वी भेगको चाहिँ दोलखा, रामेछोप, सोलुखुम्बु, ओखरढुङ्गा लगायत झापादेखि ल्याएर त्यहाँ केही घटना भयो भने तुरुन्तै यहाँ आउने अर्थोपेडिक हस्पिटलमा। किनभने यहाँको एक्सपर्ट डक्टरहरू छ, ट्रेनिङवाला डक्टरहरू छन् यहाँ, तर विदेशीबाट सिकाएको डक्टर छन् यहाँ। तर विदेशीले पनि आएर यहाँ ट्रिटमेन्ट गर्छ है भन्ने कुरा चर्चामा भएको हुनाले यो पूर्वी भेगमा त्यहाँ प्रख्यात छ। त पश्चिम भेगमा चाहिँ त्यहाँ भएको समस्यालाई चाहिँ हामी टाढा भएको हुनाले चाहिँ आउनु ढिलाइ गरेको छ। त्यो कुरा मैले बुझेको छु, म त्यहाँ गएको छु, देखेको छु, भोगेको पनि छु। हाम्रो टोली गएको छ हाम्रो समितिको। यसरी चाहिँ अलिकति डेभलपमेन्टको हिसाबले चाहिँ हामी यो अर्थोपेडिक हस्पिटललाई बुझेका छौँ।
तर त्यो बुझ्दै गर्दाखेरि अब यहाँ चाहिँ कस्तो हुन्छ भने हस्पिटललाई चाहिँ कसरी डेभलप गर्नुपर्छ भन्ने यहाँ चाहिँ एउटा कस्तो भने कार्यविधि बनाउँछौँ, यहाँ निर्देशिका बनाउँछौँ, सबै हामी चाहिँ कस्तो भने अर्थोपेडिक हस्पिटल र अपाङ्ग मिलेर बनाएको हो। यसमा दुई मत छ नि, तपाईँले दुई मत गर्नुपर्ने जरुरी छैन। कसैले त्यो अस्पताल र अपाङ्गको विवाद छ भने प्रष्टै भन्दै हुन्छ, के को विवाद गर्नु र? सबैको चाहना विकास गर्ने नै हो। डाक्टर अनिलले भन्नुभयो यहाँ अस्पतालै हुन्छ, व्यक्ति चेन्ज हुँदै जान्छ। आज मेरो एउटा अध्यक्ष चेन्ज भएर गयो होला, अपाङ्गसँग छ नि यहाँ। आज कति यहाँ मेडिकल डाइरेक्टर चेन्ज गयो होला, अस्पताल छ त। कति अध्यक्षहरू चेन्ज भएर गयो होला, अस्पताल चेन्ज भएको छैन नि। मान्छेको बुझाइमा अलिक गल्ती हुनसक्छ है, मान्छे चाहिँ त्यसरी बुझ्नु भएन। यो अस्पताललाई चाहिँ हामी नजिक भएको हुनाले कसरी हुन्छ यसलाई डेभलप गर्नुपर्छ भन्ने कुरा नगरपालिका पनि चिन्तित छ, यहाँको वडा पनि चिन्तित छ। यहाँ वडा 5, वडा 6, वडा 7 को सङ्गम क्षेत्र हो यो। त्यहाँ 3टा वडाको वडा सदस्य र वडा पनि चिन्तित छ, कसरी गर्न सकिन्छ, आज सुरुवात कहाँबाट गर्ने भनेर हाम्रो वडाहरू पनि र उपमेयर मेयरले जति सके यसलाई चाहिँ डेभलप गर्नुपर्छ भनेर यो गोकर्णेश्वर हल बनायो, यता तपाईँको प्रशासनिक भवन बनायो, मुनि के बन्दैछ। अब यहाँ तपाईँको हेर्ने हो भने वालको तपाईँको चाहिँ विकास गर्यो वडा नम्बर 5ले। त्यहाँ वडा नम्बर 5 को अध्यक्षलाई धेरै धन्यवाद हैन। वडा नम्बर 5 को एउटा वडा नम्बर 6 को सदस्यलाई धन्यवाद, 5 कोलाई धर्मवती लामा पनि। यसरी डेभलप हुँदै गर्दाखेरि अपाङ्गको विकास हुनलाई समय लाग्दैन, किनभने हामीहरू एट्याचमेन्ट हुनुपर्छ सबै कुरामा हैन। त्यही अब हाम्रो अस्पतालको हिसाबले नेपालमा कुनै पनि चिजको अर्थोपेडिक सम्बन्धी चाहिँ हामी कमी छैन जस्तो लाग्छ मलाई। प्रत्येक वर्ष हामीको क्याम्प हुन्छ, यहाँ हार्ट घुँडाको हुन्छ, हामीसँग निको हुन्छ हैन। प्रत्येक वर्षमा चाहिँ विदेशी डक्टरहरू आउँछन्, त्यहाँ डक्टरले काम गर्छन्, हाम्रो डक्टरले सिकाउँछन्, हाम्रो डक्टर एक्सपर्ट हुन्छ भन्ने हिसाबले नेपाल र नेपालीको मस्तिष्कमा परिसकेको छ। त्यही कारण यहाँ विवाद केही छैन, विवाद जसले भन्छ उसले विवाद गराउँछ। त्यही कारणले तपाईँले बुझ्नुपर्छ कि जसले विवाद छ भन्छ उसले विवाद गराउँछ। विवाद किन गर्ने, कहाँ विवाद छ भन्ने कुरामा हामी क्लियर छौँ। अर्को कुरा के छ भने तपाईँको नगरपालिकाले यत्रो नगरेको भएछ। अब अहिले तपाईँको 50%, 60% के भन्दैछ त कुराहरू हामीले सम्झौता गरेको, कति होमवर्क गरेको पनि सुरुमा। सन्तोष 40 को पालना भएन होला, दीपक रिसाल र हाम्रो उभयको सान्देन लामाको पाला आएपछि हामी गर्दै गएको। यो गोकर्णेश्वर नगरपालिकाको सुविधाहरू त्यो मात्रै होइन, गोकर्णेश्वर नगरपालिकाले चाहिँ नेपालभरि तपाईँ व्हिलचेयर कुनै मान्छेलाई चाहिँ बिच बाटोमा व्हिलचेयर चाहिँ त बिग्रियो भने उसको हालत के हुन्छ, न गाडीमा हाल्ने न चढेर हिँड्ने भन्ने हिसाबले गोकर्णेश्वर नगरपालिकाले हामीलाई चाहिँ व्हिलचेयरको लागि पनि हाम्रो सम्झौता भएको छ। तर त्यसको लागि सेवाको लागि इक्विपमेन्ट पनि दिएको छ हामीलाई, सबै तल पनि उनीहरूले दिनु भएको छ। तर त्यो व्हिलचेयर चढ्ने मान्छेहरूलाई चाहिँ कुनै चिजको दुविधा नहोस्, विकास होस्, उसको जिन्दगीमा पर्न आउने समस्या समाधान होस् भन्ने कुरा र नगरपालिकाले भयङ्कर गर्दै आएको छ। त्यही कारणले मैले वडा नम्बर 5 को वडा चाहिँ आए मुक्ति कुरो गर्थेँ हैन, त्यो कुरा मैले गरिनँ। किनभने हामीले चाहिँ वडासँग सम्बन्ध गर्नुपर्छ, वडासँग सम्बन्ध गरे मात्रै हामी संस्था हो। कुनै पनि संस्थाले नगरपालिका वडासँग सम्बन्ध गरेन भने त्यसको विकासको टेवार अलिक ब्याक हुनसक्छ। त्यही कारणले हामीले जननिर्वाचित सदस्य, अध्यक्ष, मेयर उनीहरूलाई मान्नुपर्छ। एउटा कुरा म तपाईँलाई के भन्न चाहन्छु भने नेपाल अपाङ्ग सङ्घको कमिटीहरू कसैले टिका लगाएर दिएका होइनन्। तपाईँहरू यो नि बुझ्नुपर्छ, हाम्रो 7वटा शाखा छ नेपाल अधिराज्यमा, पश्चिमको धनगढीदेखि पूर्वको झापासम्म। सबैले भोट दिने हो चुनावमा, जसले भोट जित्छ उसले अपाङ्गसँग अध्यक्ष भएर आउने हो, सदस्य बनेर आउने हो, अनि त्यसले अपाङ्गसँग चलाउने हो। त्यो पोलिटिक्स हो त्यो कुरा, तर अस्पताल पोलिटिक्स होइन नि।
अस्पताल पोलिटिक्स होइन, अस्पतालमा तपाईँले काम गर्ने हो, तपाईँले मेहनत गर्ने हो, तपाईँले प्रमोसन भएर तपाईँ के अरे अर्थोपेडिक हस्पिटल चलाउने हो, किनभने त्यो तपाईँको चाहिँ प्रक्रिया हो त। तर हाम्रो प्रक्रिया भने 3 वर्षमा चुनाव हार्यो भने अपङ्गसँगको अध्यक्ष हुँदैन, अर्थोपेडिक अध्यक्ष हुँदैन। यो प्रष्ट कुरा हो कुराहरू। मान्छे पनि जनेपछि बिस्तारै गरेर उमेर बढ्दै जाने हो, एकैचोटि बढ्दैन। पढाइ पनि त्यो हो, 1 क्लासबाट 10 क्लास पुग्न समय लाग्छ होइन। अब यस्तो कुराहरू छन् होइन। अब त्यही कारणले अपाङ्ग सङ्घमा यत्रो तपाईँको चाडा संरचना छ हामीसँग। अब त यसो बागडम छ यहाँ संवेदनशील ठाउँ। 5 वर्षभन्दा 5 वर्षभन्दा मुनिको बच्चाले आइन हुन्थ्यो अपाङ्ग भएको। 5 वर्षभन्दा मुनिको अपाङ्गता भएको बच्चालाई गाउँबाट त्यस्तो खालको बच्चाले आयो नि त्यहाँ आइन हुन्छ पुनर्स्थापन केन्द्र। त्यो भिन्नै फेरि त्यो डिपार्ट हो होइन। त्यस्तो पनि यहाँ भित्र रेसो त्यहाँ चलिरहेछ हाम्रो मजाले। उनीसँग हामी सम्पर्क भइरहेछ यसोसँग के गर्ने कसो गर्ने, गाउँमा भएको सानो बच्चालाई कसरी डेभलप गर्ने। त्यहाँ फेरि 12 क्लासमा पढाउँछ फ्रीमा, खाना पायो, बस्न पायो। यो त डेभलप हो त हेऱ्यो भने। जिन्दगीमा मान्छेको छ नि अपको बेलामा ठक्क क्या था होइन। अब बिआई छ त बिआई फेरि तपाईँ होइन बिआई भने तपाईँको छ नि उनीहरूले भाडा तिरेर बस्यो भने उनीहरूको र हाम्रो सम्झौता के छ भने हाम्रो 7वटा जिल्लामा गएर उनीहरू के आछ सिप सिकाउने, त्यहाँ भएको तपाईँको अपङ्गता भएको मान्छेलाई काम लगाउने, काम लगाएपछि अनि इन्कम गरे पनि हामी सम्झौता त्यो भएको छ उहाँसँग। त्यहाँ पनि कति मान्छेले सिप सिकिरहेको छ अहिले, 2-4 पैसा कमाइदिएको छ त्यहाँ बिआईले। त्यो सम्झौता हो नि हाम्रो हेऱ्यो भने। सबै कुराबाट हामी त यो अपाङ्ग सङ्घभित्र बसेर सबै चिज सुविधा होस् भन्ने हिसाबले अपाङ्ग सङ्घ चलिरहेछ। अनि आखिरी कसले के लाने त होइन नि। त्यही कारणले सबैले सबै हिसाबले बुझ्नु पऱ्यो, पोजिटिभ हिसाब बुझिदिनु पऱ्यो। हामी पनि मान्छे नै हो, सबैजना मान्छे। कोही डक्टर होला, कोही पाइलट, कोही इन्जिनियर, कोही प्रशासक चलाउने मान्छे होला। सबैजनाको भावना के छ भने जसरी भए पनि अर्थोपेडिक हस्पिटललाई विकास गर्ने भन्ने भन्दा यत्रो डेभलप भइरहेछ हामी यो 58 पनि भएको जग्गामा होइन। यस्तो कम्पाउन्ड घेरेका छौँ भनेपछि यहाँ त नेगेटिभ कुरा गर्दै हुन्छ। त्यो नेगेटिभ कुरालाई हामीले पोजिटिभमा लगेर अब आउने दिनमा अझै हेर्ने हो भने मैले के छ भने आखिरी मैले के बुझिएको छ भने कहिले मान्छेलाई त्यस खालको वातावरण बन्छ कि तपाईँ सुन्नुहोस् है। अब स्टार्टिङ गर्छ एउटा व्यक्तिले, अब एउटा समय बित्दै तपाईँको चाहिँ कस्तो हुन्छ भने 25 वर्ष 50 वर्ष 100 वर्ष हुन्छ नि तपाईँको। सुन्नुहोस् है, अहिले म 76 मा चुनाव जितेर 79 मा हारे भए मैले रजत जयन्तीमा हामी पाउँथेन यहाँ होइन। किनभने त्यो त एउटा अपर्च्युनिटी हो कि स्टार्टिङ पोइन्टमा हस्पिटललाई चाहिँ तपाईँको सुरुवात गर्नु पनि एउटा अपर्च्युनिटी हो। तर रजत जयन्तीमा पनि मेरो अपर्च्युनिटी हो नि त। अब 50 वर्ष पुग्दाखेरि मेरो हालत के हुन्छ त्यहाँ तपाईँहरू पनि हेर्न आउनु सक्ला, किनकि कति रिटायर हुन्छ त नर्स डक्टरहरू पनि। त्यही कारणले हामीले अपर्च्युनिटी पाउने बेलामा केही गर्नुपर्छ, गर्ने पनि हो, नाम पनि चलाउने हो। त्यही भएर मैले यो 28 वर्ष पुरा भएर 29 वर्षमा प्रवेश गर्दै गर्दा हाम्रा विद्वान डक्टरहरू, विद्वान नर्सहरू लगायत सम्पूर्ण कर्मचारी हुनुहुन्छ यहाँ, सबैलाई धन्यवाद दिँदै आज यस कार्यक्रमलाई शोभा बढाउन आउनुभएका हाम्रा कार्यवाहक प्रमुख सानेल लामा, हाम्रो प्रमुख प्रशासकीय अधिकृत, हाम्रा वडा अध्यक्षज्यू र वडा सचिवज्यू, संस्थाको प्रमुखज्यू लगायत सम्पूर्णलाई फेरि पनि धन्यवाद दिँदै आजको कार्यक्रमलाई यहीँ अन्त्य गर्दै बिदा लिन चाहन्छु। सबैको जय होस्।